दिवसको अवसरमा टिस्पिनलाई शुभकामना दिन चाहन्छु। र अर्को कुरा म के भन्न चाहन्छु भन्दाखेरि टिस्पिनको कार्यक्षेत्र बाजुरा जिल्ला मात्र नभइकन हाम्रो देशका विभिन्न ठाउँमा विस्तार भएको मैले पाएको छु। म 60 सालमा टिचर थिएँ, मेरो घर डोटी हो। त्यहाँ चाहिँ हर्क बुढा भन्ने सर टिस्पिनको कार्यक्रम संयोजक भएर काम गर्दै हुनुहुन्थ्यो। त्यति बेलादेखि नै मैले टिस्पिनलाई चिन्न पाएको थिएँ। अहिले 22 वर्ष भइसक्यो। त्यसै गरी डोटीमा पनि एउटा संस्था छ, सिटिसी नेपाल भन्ने सामुदायिक विकास केन्द्र। त्यो संस्थाले के भन्थे भन्दाखेरि सिटिसी भनेको अर्को जिल्ला शिक्षा कार्यालय हो भन्थे। त्यस कारणले मलाई यो गर्व फिल भइरहेको छ, हाम्रो विद्यालयमा विभिन्न खालका कार्यक्रमहरू लैजाने र सपोर्ट गर्ने यो टिस्पिन बाजुरा पनि अर्को जिल्ला शिक्षा कार्यालय अथवा मेरो राइट ह्यान्ड हो जस्तो मलाई महसुस भइरहेछ र गर्व पनि फिल भइरहेछ। यहाँले विभिन्न कार्यक्रमहरू हामीले गर्न नसकेका पनि गर्नुभएको छ। त्यसका लागि धेरै धेरै आभार प्रकट गर्न चाहन्छु। यहाँहरूको कर्मचारीको दक्षता पनि एकदमै कुशलता मैले भेटाएको छु। सायद यहाँहरूको बिए न्यायावलीहरू एकदमै उत्कृष्ट खालको छ जस्तो लागिरहेको छ मलाई। किनकि कर्मचारी छनौट प्रक्रिया पनि त्यसरी नै भएर आयो होला। उहाँहरूको कार्य सम्पादन एकदम सन्तोषजनक, एकदम सौहार्द र एउटा कोअर्डिनेसनको बाटो साह्रै राम्रो भेटाएको छु। हामीलाई सपोर्ट गरिरहनु भएको छ टिस्पिनले। अझ पनि टिस्पिनबाट सपोर्टको आशा जिल्ला शिक्षक परिवारले हामीले राखेका छौँ। र आजको यो 36औं स्थापना दिवसको एकदम धेरै धेरै सफलताको शुभकामना दिन चाहन्छु र बडा दशैंको पनि यहाँको शुभकामना व्यक्त गर्न चाहन्छु र मेरो